बाटा जानेको चितवनको ए चितवनको दिएको मान्छेहरु विरोध गरिसक्यो हैन हेरा छौ न यही भन्दै हात्तीको ढुकुर हेर न यो और अगर तुम लोग नए हो तो सब्सक्राइब करो, वो जो लाल वाला बटन है उस पर फूट फेंक के मारो या फिर मोमबत्ती, मुझे नहीं पता, बस क्लिक हो जाना चाहिए। अब मैं भी जा रहा हूँ, मुझे पैसों के पीछे भागना है। यात्रा भनेको चाहिँ हाम्रो कोसिस डप्पु वन्यजन्तु आरक्षणसम्मको हो। अब कहाँ कहाँ पुगिन्छ हजुरहरूलाई भिडियो देखाउँछु ल है त। हामी लाग्छौँ भयो तर आज बाटो लास्टै भेट्छ। शनिबार कुम्भ मेला हाम्रो केपी ओली सर आउने भएर अलिक भिड भेट्छ। बाटो चाहिँ लास्टै भेट्छ आज। कसरी पुग्नु उसँग आइपुग्नलाई कान्छी चोकसम्म आउनलाई लगभग आधी घन्टा भन्दा धेरै लाग्छ। यस्तो छ जाम, गाडी नै गाडी, यति धेरै गाडी छ कतै पुरै जाम। काठमाडौँ बराबरको जाम छ आज त। लाइनबाट मुक्त भएर ठ्याक्कै इटेरी चोकबाट कान्छी चोक आउनलाई ठ्याक्कै 1 घन्टा लागेर हामी आइपुग्यौँ। यता कान्छी चोकबाट उता लागिसक्यौँ। यस्तो गाह्रो भयो नि हाम्रो यो चाहिँ भोग्राको छेउछाउ पर्छ। मकै नै मकै छ यतातिर चाहिँ। ए देखिए जति सबै मकै नै मात्रै छ यता चाहिँ। एकदम मकै, यता पनि मकै, यता पनि मकै, सबैतिर मकै नै मकै पाइने ठाउँ रहेछ। धन्न यता मकै रोपाउँछन् र हाम्रोतिर खान पाइन्छ। नभए त हाम्रोतिर त प्लटिङले खाइसकिहाल्यो। ठिक्क कोसी टप्पु वन्यजन्तु आरक्षण आइपुग्यौँ। अब भित्र छिर्छौँ हामी। यतातिरको चाहिँ ल यहाँदेखि यतापट्टि छिर्ने रहेछ वन्यजन्तु आरक्षण जाने बाटो चाहिँ। हामी यता लाग्छौँ। यहाँ आइपुग्यौँ। पक्ड हात्ती हेर्न जानु। भिडियो खिच है तपाईँको हुन्छ नि? हुन्छ। ए ल कहाँदेखि आउनुभएको? हामी चाहिँ इन्स्टिट्युट अफ फोरेस्ट्री हेटौडाबाट आएको। ए हेटौडाबाट हो। कतिजना आउनुभएको छ? हामी विद्यार्थी मात्रै 40 जना होइन। ए अनि सर र त्यो हाम्रो चालक सहित टोली गरेर कतिजना कति दिनको हो यो? हाम्रो त यो 13औं दिन हो। 13औं दिन हो। 14 दिनको हुन्छ। अब लास्ट भोलिसम्म छ। ए ल हामी चाहिँ आज शनिबार हाम्रो पनि छुट्टी, त्यही भएर यसो घुम्न खास त धन्यवाद। ओ बेटा हात्ती देख्यौ? अस्ति चाहिँ त भेटिएको थिएन, टन्नै रहेछ नि त। उता रहेछ। ए कति धेरै। 11 दाइ यता भित्र जान मिल्ने कि नमिल्ने हो? ए मिल्दैन? ए यो खानेकुराहरू ल्याइदिएको थियो कि खुवाउँ कि भनेर नि। ए हुन्छ सोधिदिनु। यहाँ चाहिँ मिल्दैन अरे छु न। हात्ती बाँधेर राखेको छ। 2टा हात्ती रहेछन्, 3वटा 4वटा बच्चा रहेछन्, 3वटा माउ रहेछन् 3वटा। हेर्दैछ हामीले कोला ल्याइदिएको छ। हामी जान चाहिँ मिल्दैन अरे। जान्छौँ हेर न, चोरेको हेर न। खानेकुरा सोध्दैछ। होइन खानेकुरा तानेको। हात्तीलाई खानेकुरा दिनु पर्यो भनेको मिल्दैन अरे। मिल्छ?
आऊ नि त कस्तो गराएको त अनि खानेकुरा दिने अनि आऊ बेटा ए ल सही छ यता आऊ अरे ल उहाँ भएको माथि सबैलाई त पुग्दैन नानीलाई ठुलोलाई त दुई तरलाई दिनु हान्दैन आउनु यो देऊ देउता केही भए केही गरिदियो देउ देऊ न जाने के पनि गर्दैन देउ खुवाइदिनुपर्छ कता जानेको चितवनको दिएको मान्छेहरू विरोध गरिसक्यो होइन हेर न केही गर्दैन अब केही गर्दैन अब यस्तो राम्ररी राखेको छ हात्तीहरूलाई हात्तीहरू पनि आउँछ अरे तर हिँड्दो चाहिँ डरले भएको छ तर दारा चाहिँ हुँदैन रहेछ छेउछेउ जानु मिल्दैन अरे यो उयोहरू नहुँदा चाहिँ ल यस्तै छ राम्रो छ जोस् कहाँको अरे बेटा हात्ती जङ्गलको हो अरू हो ल हामी चाहिँ अब हात्ती हेऱ्यो अब हामी जान्छौँ होइन गइहाल्ने अब हस् ल हामी हेर्दिउँ अब चराउनु लाने अरे करेन्ट पो लगाएको हुन्छ त यहाँ त जाउँ अस्ति आउँदा त्यहाँ करेन्ट लागेको थियो ल वन्यजन्तु हेऱ्यो अब हामी भित्रको हेर्छौँ अब चाहिँ भित्रको हेर्छौँ किनभने सुरुमै हामी हात्ती भेट्न आइहाल्यौँ किनभने चरनमा जान्छ अरे चरनमा जान्छ भने चाहिँ हामी हतार हतार अझै खरबुजा पनि ल्याउनु पर्दैन बाइकमा अलिक अप्ठ्यारो भयो नभए हामी खरबुजा पनि ल्याउने कुरा थियो 3 दर्जन कोला ल्याएको 3 दर्जन कोला यिनीहरूलाई के पुग्थ्यो र हेर ऊ त्यस्तो चरा खिच्नु केही छ भन्नु ल हामी चाहिँ अब घुमिसक्यौँ अब खाजा खान्छौँ अनि फेरि भित्र आउँछौँ भाइ के छ खबर भाइको नाम के हो भाइले बोलाएन भाइको नाम के हो भाइ ल धन्यवाद हामी चाहिँ अब यता कता कता आयो बेटा ल यति कति राम्रो छ है यहाँको ठाउँ खाजा खाने के खाने तिमी अब हामी खाजा खान्छौँ अनि फेरि भित्र हेर्छौँ त्यहाँको भित्रको अब घुम्न आएको कति राम्रो छ यहाँ स्टुडेन्टहरू पनि आउनु हुँदो रहेछ पढ्नको लागि यता चाहिँ यता जान मिल्दैन त्यहाँ करेन्टहरू लगाएको हुन्छ एक्सर्साइज गर्दैछ खिच्दैछु बेटा हात्तीले एक्सर्साइज गर्दैछ सुँडको रुख ढाल्नलाई पुरै चाहिन्छ नि त एक्सर्साइज ठुल्ठुलो रुख लडाउनलाई एक्सर्साइज गर्दैछ काग काग गर्दैछ कागले फेरि काकु
बाल सेल्फी अब हामी चाहिँ अब के खाजा खाने अब खाजा खान्छौँ हामी थुक्पा चाउमिन खाना पाए खाना खाने अब हामी के खान्छौँ अब यति यति राम्रो रमाइलो छ क्या ठाउँ ए कति रमाइलो छ ठाउँ बिन्दास छ क्या यहाँ चाहिँ पढ्न पनि आउँदो रहेछ मान्छे तर अब उहाँ हेर्नुडादेखि आउनुभएको अरे पढ्न अब हामी त पढिसकिहाल्छौँ अब यहाँ भित्र हेर्छौँ भित्र चाहिँ एकछिनमा पस्छौँ हामी खाना खाएर आएर खाजा खान्छौँ भोक लागेको छ हामी यहाँ इटेलबाट आइयो कि केही खाएको छैन मैले चाहिँ पानी खाएँ अलिकति तर यसले केही खाएको छैन नभए यहाँ चाहिँ अब खान्छ नि त्यसले खाजा भवन रहेछ ठुलो को बस्नलाई हो कति राम्रो फुल फुलेको रहेछ ऊ त्यो मास्ति जुम हुन्छ हुँदैन कति राम्रो फुलको आवाज Subscribe to my channel and also press this bell icon. चना चिउरा दिन न एक ठाउँ तिमीले खाने चटपटे मलाई चटपटे दिनु मलाई चना चिउरा दिन न पानी पनि दिनु न एउटा चिसो एक्सट्रिमलाई कति छ हजुर 150 महँगो रहेछ इटेरी नै सस्तो हो 150 100 रुपियाँमा यहाँ यहीँ ल्याइदिनुहुन्छ पानी ल्याउ त अब यहाँ हेर्छौँ अघि खाजासाजा खायो अब हामी भित्र पस्छौँ सूचना क्षेत्रतिर ल है त खाजा खाने ठाउँ बन्दै रहेछ हात्ती दिएर बेटा हात्तीको ढुकुर हेर न हात्ती उठ्दैन बेटा त यो चाहिँ सायद यहाँ कोसी टप्पुको उयो हो यस्तो खालको छ जमानाको यो चाहिँ धेरै वर्ष पुरानो होला सायद गई पनि रहेछ अहिले चाहिँ And also press this bell icon. माछा जमानाको सर्प पनि रहेछ सिसा झरेर त कस्तो भएछ हात्ती हेर न बेटा केमिकल हालेर राखेको हुन्छ यो सबै हरिण है बेटा यो मृग होला मृग होला पानी सबै पानी हालेर राखेको नीलगाई हाल्यो यो चित्तल रहेछ यो हात्तीको टाउको यो मलाई बिरालो मलाहा बिरालो अरे हात्तीको नुर सिएर राखेको सर्प पनि रहेछ ल हाम्रो यहाँको भिडियो सक्यो अब हामी लाग्छौँ ल हजुरहरूलाई धेरै धेरै धन्यवाद भिडियो मन पर्यो हजुरहरू लाइक सब्सक्राइब गरिदिनु होला है ल हाम्रो वन्यजन्तु आरक्षणको भिडियो चाहिँ यति नै
इसी के साथ आज की मजदूरी यहीं खत्म करते हैं। अगर तुम्हें वीडियो पसंद आई तो लाइक मारो यार, मैं भी जा रहा हूं, मुझे पैसों के पीछे भागना है। बाय।